सम्झिन त रिस उठेर आउँछ। मलाई त सम्झिँदा पनि रिस उठेर आउँछ। मलाई त सम्झिन पनि रिस उठेर आउँछ। मलाई त सम्झिन पनि रिस उठेर आउँछ। त्यसपछि तिमीले भारतलाई बिर्सिन सक्छौ? तिमीले भरतलाई बिर्सिन सक्छौ? है ल त्यसपछि अब रियाक्सन ल रियाक्सनको पारो ल ओएसको रियाक्सन हामी लिइसक्यौँ है। यिनीहरूले भारत तयार हुन्छ भने त अघि भइसक्यो। ओएस चार्ज यो भएन यसलाई भने ओएसको यो अहिले लिन बाँकी नै छ। यो त जुन जान्छ सिउको डाइरेक्ट ल सिउ रियाक्सन घरमा नबसेर किन यता आउनु लाग्यो? अनि भारतले के गर्दै हुनुहुन्छ? जति बेला पनि तिमीले होइन मेरो कारणले गर्दा भारतले दुःख पाउनु भएको छ। अब म त्यो घरमा गएर फेरि भारतले दुःख दिन चाहन्न। मालतीले केही पनि गल्ती छैन छैन गल्ती त मेरै हो। मालतीको कारण अब भारतको जिन्दगीमा खुसी छ। पुरानो सम्बन्ध बिर्सेर नयाँ सम्बन्धमा रमाउन केही समय गाह्रो हुन्छ। बिस्तारै बानी पर्दै जान्छ। आँखाबाट आँसु बगाउँदै चाहिँ नसके पनि बिर्सिन पर्छ। यदि मैले बिर्सिएर उहाँको भविष्य सुन्दर हुन्छ भने मैले बिर्सिनै पर्छ। प्रेम भनेको प्राप्ति मात्रै होइन, त्याग पनि हो। म भारतको भविष्य सुन्दर बनाउनको लागि